नमस्कार सम्पूर्ण देश विदेशमा रहनुहुने सम्पूर्णलाई आजको मेरो भिडियो चाहिँ रवि लामेछाने अनि कुलमान बालेन अनि त्यही तिनटै भाइको समर्थकहरूलाई है आज चाहिँ नि मेरो भिडियो र हर्क साम्पाङले बालेन शाहलाई के भन्छ जेएनजीको आन्दोलनमा कहाँ जानुभयो भनेर सोद्धाखेरि विरोध लाग्ने बालेनको चाहिँ नि समर्थकलाई होइन र कुलमानलाई एमसीसी को बारेमा के छ तपाईको चाहिँ धारणा भनेर सोद्धाखेरि कुलमानको पार्टीहरूलाई हर्क साम्पाङले विरोध गरेको लाग्ने होइन र रवि लामेछानेलाई 3 करोड 2 करोड ढलटी कहाँबाट आयो आयस्रोत खोलाउनु भनेर सोद्धाखेरि तिमीहरूलाई चाहिँ नि के भन्छ विरोध गरेको लाग्छ होइन हर्क साम्पाङले स्टेटस लेखेको देख्छ हर्क साम्पाङले बार बार काम गरेको किन देख्दैनौ तिमीहरूको आँखा होइन भन्न चाहन्छु तपाईँ जति बालेन रवि कुलमानको समर्थकहरूले त सोध्नुपर्छ यो हाम्रो प्रश्नको जवाब दिनुपर्छ हर्क साम्पाङ तपाईहरुले आफ्नो अध्यक्षलाई हैन आफ्नो पार्टीको अध्यक्षलाई चाहिँ नि तपाईहरुलाई यस्तो यस्तो चाहिँ नि लागेको छ यसको उत्तर दिनुपर्छ कि पर्दैन भनेर तपाईहरु एउटाले भिडियो बनाउन सक्यो भिडियो बनाएर तपाईहरुको रविलाई सोध्न सक्यो बालेनले सोध्न सक्यो कुलमानले सोध्न सक्यो कुलमानलाई एमसीसी को बारेमा सोद्धाखेरि चाहिँ नि विरोध गरे हर्क साम्पाङले भन्ने सोध्नु नपाउने यो यस्तो छ है यो के हो कहाँबाट हो भनेर सोध्दै नि विरोध लाग्ने र यति धेरै चाहिँ नि माइती घर मण्डलमा एमसीसी चाहिदैन भनेर हेमराज थापा अनि के भन्छ अजय श्रेष्ठहरू कति धेरै चाहिँ नि आम जनताहरूले एमसीसी चाहिदैन हाम्रो नेपाललाई भनेर उहाँहरूले विरोध गरे थियो त्यो एमसीसी को बारेमा सोद्धाखेरि विरोध लाग्ने र जेएनजी मर्दाखेरि बालेन कहाँ गयो कहाँ लुक्यो भनेर सोद्धाखेरि विरोध लाग्ने बालेन निस्किए थियो त्यत्रो 77 जना जनताको छोराछोरी मर्दाखेरि जेएनजीहरू मर्दा बालेन कहाँ थियो र अहिले त बालेनलाई पनि प्रधानमन्त्री त चाहिएको रहेछ नि हर्क साम्पाङ बालेनको चाहिँ नि हर्क साम्पाङ प्रधानमन्त्रीको लोभले आए पदको लोभले भन्थ्यो नि अहिले बालेनलाई पदको लोभ चाहिएको तिमीहरूको आँखाको गेडा फुटेको छैन होला नि हेरिरहेछ देखिरहेछ होइन बालेनलाई चाहिए रहेछ नि त प्रधानमन्त्री त पदको लोभ त बालेनलाई रहेछ होइन तिमीहरूले सोध न बालेनको सपोर्टरहरूले जेएनजीको आन्दोलनमा जेएनजीले बोलाउँदा तिमी कहाँ थियौ भनेर सोध्ने भिडियो आँड गर के तिमीहरूले होइन अनि कुलमान घिसिङ त्यत्रो धेरै जनताहरूले चाहिँ नि एमसीसी चाहिँदैन भनेर आन्दोलन गरिरहेको थियो होइन कुलमानको सपोर्टरले होइन कुलमानको सपोर्टर आम जनताहरूले कुलमानलाई सोध्ने हितमत राखे क्या भिडियो बनाएर होस् फोन गरेर होस् एमसीसी को बारेमा तपाईलाई यस्तो यस्तो भनेछ हैन एमसीसी को बारेमा आरोप लागेछ तपाईको धारणा के छ भनेर एउटाले भिडियो बनाउन सक्यो हैन रवि लामेछाने त अहिले जनसार प्रधानमन्त्री उठ्नु पाउँदैन भन्ने छ मैले भिडियोहरु सुनिरहेको छु हैन तपाईहरु रविको समर्थकहरूले रवि किन चाहिँ नि तपाईले प्रधानमन्त्री उठ्न नपाउने हाम्रो अध्यक्ष रवि भनेर रविलाई प्रश्न गर्नु सकेन रविको समर्थकहरूले हैन र 2 करोड चाहिँ ढोलटी राखेछ त्यो ढोलटी कहाँबाट आयो भनेर चाहिँ सोधिरहेछ विरोध गरिरहेछ त्यसको आयस्रोत खुलाउ भनेर रविको समर्थकहरूले भिडियो बनाएर रविलाई सोध्नु सक्यो हामी त हाम्रो हर्क साम्पाङले त्यस्तो भ्रष्टाचार गरेको त्यस्तो आरोप लायो भने हामी फोन गरेर नत्र भने हामी प्रत्यक्ष लाइभ गरेर हामी चाहिँ सोध्न सक्छौं यस्तो यस्तो बाहिर आम जनता सामु ल्याउनुस् भन्न सक्छौं के हाम्रो माटोको त्यति पावर छ के हामी हैन र हामीले भन्छौं नि हैन हामीले यति धेरै चाहिँ नि आरोपहरु लाग्यो भने हामीले सहन सक्दैनौं हामी त हाम्रो अध्यक्ष हर्क साम्पाङलाई हामी भन्न सक्छौं सोध्न सक्छौं उहाँकै छेउमा गएर उहाँसँग फोनमा हुन्छ भिडियो बनाएर हुन्छ हामी चाहिँ नि भन्न सक्छौं के हाम्रो अध्यक्षलाई सोध्न सक्छौं तपाईहरुले हाम्रो प्रश्नको उत्तर दिन सक्छौ हाम्रो भिडियो उठाएर नाना थरीको कमेन्ट गर्न सक्छौ त्यो प्रश्नको उत्तर दिन सकेन प्रश्नको उत्तर के तिमीहरूको अध्यक्षहरूले तिमीहरूको पार्टीको अध्यक्षहरूले लागेको आरोपको प्रश्न उत्तर दिन सकेन हर्क साम्पाङले ल स्ट्याटस लेख्यो 224 घण्टामा 100 कति 24 कतिवटा स्ट्याटस लेख्यो हर्क साम्पाङले भन्न चाहन्छु उनीहरुको 3-4 वर्ष भइसक्यो नयाँ पार्टीहरुको पनि नेताहरु बनेको पार्टीहरु खोलेको हैन यिनीहरु 24 घण्टा हल्लेर बस्दा सुक्का काम नगर्दा त भइराछ तपाईको श्रम संस्कृति पार्टीले हैन काम गर्दै हुन्छ तपाई दिनमा 1 घण्टा समय निकालेर दिनमा 500 वटा स्ट्याटस लेख्नुहोस् भन्न चाहन्छु म हैन
हामीलाई चाहिँ नि सोध्यो भने एमसिसीको बारेमा सोध्यो, कुलमानलाई सोध्यो, विरोध लाग्ने। बालेन जेएनजीको आन्दोलनमा कहाँ गएको थियो भनेर सोद्धा विरोध लाग्ने। जेएनजीको आन्दोलनमा हर्का साम्पाङ धरानबाट त्यस्तो ज्यानको खतरामा राखी देश र जेएनजीकोलाई देश म सम्हाल्छु भनेर आउँदाखेरि त अब पदको लोभले आयो भन्थ्यौ नि होइन। तिमीहरूको बालेनलाई अहिले पद चाहिएको रहेछ नि। अनि तिमीहरूको रवि लामेछाने होइन, रवि लामेछाने प्रधानमन्त्री उठ्न नपाउने रहेछ नि। के कारणले हाम्रो रवि लामेछाने, हजुर तपाईँ चाहिँ किन प्रधानमन्त्री उठ्न नपाउने, के कारणले भनेर रविको समर्थकहरूले भिडियो बनाएर रविलाई सोध्नु सक त। फोन गरेर भयो नि सोधेर देखाऊ न जनतालाई होइन। अहिले तीनटा पार्टी तीनटा टाउको एक पोका परे रहेछ नि। रवि लामेछानेलाई भन्न चाहन्छु 12 भाइ भन्दै हुनुहुन्थ्यो, कति छिटो 15 भाइ पुगिसक्यो क्या। 15 भाइ भयो होइन। तर श्रम संस्कृति पार्टी हर्का साम्बा हामी एक्लै लड्छौँ, एक्लै लड्नुहुन्छ के देशको लागि र जनताको लागि। धेरै जनताहरूले बुझिसकेको छ कस्तो खालको नेता, कसरी गर्नु सक्छ, के छ भिजन, कस्तो छ उसको एजेन्डा भनेर सब जनताहरूले बुझिसकेको छ क्या होइन। यसमा कसैले भन्नु पर्दैन। धेरै अभियन्ताहरू जति विश्लेषणहरूले भनिसकेको छ हर्का साम्पाङको भिजनलाई, उहाँको एजेन्डालाई मानिसकेको छ क्या। हामीले पनि बुझिसकेका छौँ र अहिले धेरै जनताहरूले बुझिसकेको कुराहरू हो होइन। अनि यो तीनटा पार्टीको समर्थकहरू चाहिँ हर्केले स्ट्याटस लेख्यो, यस्तो लेख्यो उस्तो। हर्केको स्ट्याटसको चाहिँ नि उत्तर दिन सक्ने तिमीहरूको क्षमता छ? स्ट्याटस मैले पनि सोधेँ ल। तिमीहरूको रवि लामेछाने होइन प्रधानमन्त्री उठ्नु नपाउने भनिसकेछ त होइन। के कारणले सोध्नु सक्छ तिमीहरूको रविलाई? बालेन होइन, बालेन प्रधानमन्त्री नचाहिने भनेर भन्यो। हर्का साम्बाङ चाहिँ पदको लोभले प्रधानमन्त्री बन्न आयो भन्थ्यो नि। तिमीहरूको बालेनलाई अहिले प्रधानमन्त्री चाहिएको रहेछ नि त, देखिसक्यो होइन। र कुलमानलाई एमसिसीको बारेमा चाहिँ तपाईँको धारणा के छ भनेर हर्का साम्बाङले सोद्धा के कुलमानको विरोध गरेको हुन्छ? कुलमानले स्पष्टीकरण दिनुपर्छ कि पर्दैन? तिमीहरू समर्थकहरू नि आफ्नो जिउको हात्ती नदेख्ने, अर्काको जिउको जुम्रा खेदाउने, हर्का साम्पाङको स्ट्याटसको पछि लाग्ने। आफ्नो पार्टीले, आफ्नो अध्यक्षले के काम गरिरहेछ, कस्तो आरोप लगाइरहेछ, त्यतातिर जाऊ न। मेरो भिडियो उठाउँछ भने पुरा उठाऊ है, त्यो आधी काटेर होइन, ऱ्याप पनि आउँछ है। 3 भाइ मिलेर बनेछ पोका, 3 भाइ मिलेर बनेछ पोका, भोलि देश र जनतालाई नदेऊ है धोका। 3 भाइ मिलेर बनेछ पोका, भोलि देश र जनतालाई नदेऊ है धोका। कस्तो आँखा तिमीहरूको, मोतीको दानालाई पनि फलामको टुक्रा देख्ने। कस्तो आँखा तिमीहरूको, मोतीको दानालाई पनि फलामको टुक्रा देख्ने। जसले जे भने पनि इतिहासमा हर्का साम्पाङको एजेन्डा हो, इतिहासमा नाम लेख्ने। तिमीहरूको कस्तो बोली, गुच्चा भएन। तिमीहरूको कस्तो बोली मुटु छुने तुच्छा, कस्तो तिमीहरूको बोली मुटु छुने तुच्छा। म यदि डक्टर भएको भए तिमीहरूको आँखा निकालेर खेलिदिन्थेँ गुच्चा। यदि म डक्टर भएको भए तिमीहरूको आँखा खेलिदिने थिएँ गुच्चा निकालेर होइन। र हर्का साम्पाङले यति धेरै काम गर्नु भएको छ, उहाँको एजेन्डा भिजन काम गरिरहेछ। श्रम संस्कृति पार्टीले यो नदेख्ने तिमीहरूको आँखा निकालेर खेलिदिन्छु गुच्चा। बाई बाई।